हटाएर विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव नियुक्त। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव साक्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्री परिषदले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै साक्यलाई नियुक्त गरेको हो। कार्यकारी निर्देशक कुलमानलाई सरकारले पटक पटक स्पष्टीकरण सोध्दै आएको थियो। ऊर्जा मन्त्री दीपक खड्काले कुलमानले सरकारलाई नटेरेको भन्दै बयान दिँदै आएका थिए। कुलमानले भने आफूलाई यसअघि सोधिएको स्पष्टीकरण के कति कारणले चित्तबुद्ध भएन भन्दै उल्टै सरकारलाई प्रश्न गरेका थिए। स्पष्टीकरणमा आधार र कारण नखुलेको थप पुष्टाइ पेश गर्ने अवस्था नरहेको उनको भनाइ थियो। गत पुस 28 मा घिसिङले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै मन्त्री खड्काले फागुन 13 गते मन्त्री स्तरीय निर्णयबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुई बुँदे स्पष्टीकरण सोधेका थिए। पुष्पकमल दाहाल नेतृत्वको सरकारले दोस्रो पटक कुलमानलाई 2078 साल साउन 26 गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। सरकारले तात्कालीन कार्यकारी निर्देशक हितेन्द्र देव साक्यलाई भने जल तथा ऊर्जा आयोगका विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको थियो। 2073 भदौ 19 गते पुष्पकमल दाहालको नेतृत्वको मन्त्री परिषद निर्णयबाट पहिलोपल्ट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त कुलमानलाई लोड सेडिङ अन्त्य गरेको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लगेको श्रेय जान्छ। दैनिक 18 घण्टासम्म लोड सेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोड सेडिङ अन्त्यको व्यवस्थापन गरेका थिए। 2075 वैशाखदेखि देश लोड सेडिङ मुक्त भएको घोषणा गरिएको थियो। धन्यवाद। यस्तै समाचार सुन्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।